नर्मल चाउचाउले म आज पिरो चाउचाउ बनाएर भातसँग खाँदैछु। सो साथीहरू त्योभन्दा पहिला स्वागत छ हजुरहरूलाई मेरो आजको डे 48 मिनी ब्लगमा। आयो हजुर सबैजना सन्चै हुनुहुन्छ होला। आजको दिनको सुरुवात हुन्छ मिलमा गएर, किनकि म मिलमा भारी पिस्दै हुनुहुन्थ्यो। सो त्यसपछि म गएँ घर बनाउने ठाउँमा। गएपछि अङ्कलहरू टोयलेटको माटोहरू फाल्दै हुनुहुन्थ्यो। सो एकदमै रमाइलो तरिकाले, किनकि उहाँहरू चाहिँ एकदमै इन्जोय गरेर गर्नुहुन्छ कामहरू पनि। त्यसपछि म घर फर्केर अनि मैले कराई लगाएँ। कराई लगाएर टमाटर प्याज काटेर हालेर अनि पानी सानी उमालेर त्यहाँ चाउचाउ 1 प्याकेट चाउचाउ हालेर अनि चाउचाउ पकाएँ, किनकि मलाई आज चाउचाउसँग एकदमै भात खान मन थियो कि। सो त्यसैले 1 खुर्सानी पनि काटेर राखेको, किनकि चाउचाउ एकदमै पिरो होस् भनेर। सो पिरो भएर चाउचाउ पाकिसकेपछि अनि म खाना थालेँ। गम कि गम भात। मलाई त्यो मासु भन्दा पनि कहिलेकाहीँ यसरी खान चाहिँ, म मासु लभर होइन। सो त्यसैले मलाई मासु त्यति धेरै मन पर्दैन। अनि सो त्यसैले कहिलेकाहीँ चाहिँ म यसरी खान्छु। मलाई केही स्पेशल बनाएर खान मन पर्छ। खाइसकेपछि फेरि म ब्याक टु द काम गर्ने ठाउँमा गएँ। त्यहाँनिर चाहिँ 4वटा बिजे लगाएर माटो झम्की फाली राख्नु भएको थियो सबैजना। नि साथीहरू यो माटोले काम एकदमै लम्बाइदिएको छ कि, यताको उता गर्दा अनि सो साथीहरू अहिलेसम्म भिडियो हेरिदिनु भएको हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै भोलिको फेरि नयाँ भिडियोमा भेटौँला। आजलाई यति नै। बाइ बाइ एभ्रिवान, लभ यु अल।